ल गाइस हामी चाहिँ यो बागमतीको किनारमा छौँ। पशुपति उता पशुपति मन्दिर देखिरहेको छ। यो चाहिँ श्राद्ध गरेर श्राद्ध गर्ने यहाँ चाहिँ ल्याएर पारी मान्छे पोल्ने ठाउँ ऊ त्यो अगाडि जलाएर त्यहाँ मान्छे पोलिरहेको छ। पुगिरहेको घाटमा पुगिरहेको छौँ हामी। हिँड्दैछौँ अब दुईजना आएको छौँ ट्याक्क। हामी चाहिँ अब मेरो चाहिँ फर्स्ट टाइम काठमाडौँ, त्यही हुनाले चाहिँ यो श्राद्ध गर्ने एरिया यो चाहिँ बागमतीको किनार यस्तो छ अवस्था। यो त चाहिँ क्रियापन्थी भवनहरू हुन्छ। यो क्रियापूर्ति भवनहरू मृगस्थली जाँदाखेरि क्या चाहिँ हिँड्न चाहिँ अलिक समस्या हुन्छ। उकालो छ पशुपति मन्दिर थियो। पशुपति मन्दिर ऊ यो ठुलो होला यो गजरालाई अलग अलग हुन्छ होला हो। त्यस्तो काट्दैन सबैतिर। यो चाहिँ यो घाट हो। अब यहाँदेखि फुल पानी राखेर छैन नि त्यहाँसम्म भिडियो यो चाहिँ मन्दिर पशुपति मेन मन्दिर वहाँ छ, अलि साइडतिर यो छ। हामी पशुपतिमा छौँ। बागमती नदी हो बागमती। अब चाहिँ हामी मृगस्थलीतिर लाग्यौँ। यो बागमतीबाट चाहिँ बागमती नदीको माथि पशुपतिभन्दा पारिपट्टि चाहिँ मृगस्थलीतिर लाग्यौँ। अलिकति उकालो छ। यहाँनिर चाहिँ यो दृश्य देखियो है। एकछिनमा म पनि ट्राई गर्नेछु है त। ल यो चाहिँ मृगस्थली भन्नु त पछाडि चाहिँ मृगस्थली पुग्दैछौँ। योगी नारायणनाथ पनि आयो होला यो ठाउँ पनि हो। आश्रमै हो ऊ फोटो त छ त उता यो ठाउँमा योगी नारायणनाथ पनि आएर बस्नु भएको थियो अरे। योगी नरहरिनाथको चाहिँ बसेको ठाउँ यो चाहिँ मृगस्थलीको एरिया हो। मृगस्थली यहाँ मृगहरू चाहिँ रहेन छ, अलिकति सर्टेज भए जस्तो छ यहाँ। अब चाहिँ हामीले चाहिँ यो पशुपति एरिया पशुपति एरिया यो त नेक्स्ट भिडियो बनाउनु अलि गाह्रो भए जस्तो हो। ल गाइस हामीहरू चाहिँ अहिले चाहिँ पशुपति एरियामा छौँ। पशुपति मन्दिरतर्फ चाहिँ गइरहेका छौँ। परिवारलाई 4 दिन ठाउँ यता हो। सधैँ त्यही हो होइन जहाँबाट यो पशुपति मेन। ल हामी पुगिसकेका छौँ। उयो माथिको एरिया भनेको चाहिँ त हजुरको वर्षभन्दा पूजापाठहरू गर्न परेको थियो। त्यो छ नि पण्डित पानी आएर होला त्यो एरिया चाहिँ पूजापाठ आएर ल हामी फाइनल्ली पशुपति मन्दिर पनि पुगिसकेका छौँ। ल यो चाहिँ फाइनल्ली हामी चाहिँ यो पशुपति मन्दिरमा पुगिसकेका छौँ।
हे बसवते मेन भित्र छ मन्दिर मन्दिरभित्र म त यति हो जान पाइन्न होइन भित्र गाइस हामीहरू चाहिँ पाटन दरबार स्क्वायरतिर पुगेका छौँ यो घरहरू खाने जिट्टाले बनाएको यस्तै हो केही छैन Turn right, then you will arrive at your destination. यो त टेका लगाएर बनाएको घरहरू त यो होइन भित्र जाने छ र घुमाउ फर्क्यौँ के छ र यति त हो भइगयो यो चाहिँ के अरे हो पाटन दरबार स्क्वायर यो हो ल गाइस यो चाहिँ पाटन दरबार स्क्वायर हो यहाँ पुगेका छौँ पाटन दरबार स्क्वायरको एरिया चाहिँ सबै मन्दिरहरू चाहिँ यहाँ प्यागोडा साइडमा बनेका छन् हामी दुईजना चाहिँ आएका छन् घुम्न यस्तो मन्दिर छ यो चाहिँ पाटन दरबार स्क्वायर एक गुडियाहरू छन् यो भित्रभित्र छिराउँ र यो यति त होला नि एरिया यो चाहिँ मच्छिन्द्रनाथको पदयात्रा हो यो भिड भएर रोक्या क्या हो ए कहिलेसम्म हुन्छ
डेलोले मनै खायो मायाले यताउति हिँड्छु भन्छु छेक्छ तिम्रो छायाले कस्तो यो माया जाल मनको चाहना कस्तो यो माया जाल मनको चाहना छिन्छ यो चाहिँ त्रिभुवन विश्वविद्यालयतिर आयौँ आज चाहिँ हामी त्रिभुवन विश्वविद्यालयको यो चाहिँ ह्युम्यानिटिज एन्ड सोसियल साइन्स हो यो चाहिँ म्यानेजमेन्टको बोलेको यस्तो छ। अब चाहिँ हामी यहाँ काठमाडौँ झुलुङ्गे पुलमा आइसकेका छौँ। अहिले चाहिँ यो झुलुङ्गे पुल हो झुलुङ्गे पुल हामी दुईजना अब घुम्ने क्रममै छौँ आज चाहिँ। अब कहाँ जाने? अब चौबारतिर व्हाइट हाउस चौबारतिर जाने हो। चौबारको डाँडो होइन धरहरा पनि देखिन्छ यहाँ धरहरा देखिन्छ। यो अब देखाउँछु नि म यो देखिने चाहिँ धरहरा त्यहाँबाट यो चाहिँ धरहरा हो देखिने। त्यहाँ पनि पुग्नुपर्छ एकछिनमा र टाढा देखिरहेछ। हामी चाहिँ अब अगाडि बढ्यौँ अर्को डेस्टिनेसनको लागि बढ्यो हामीहरू चाहिँ। यहाँ तर खोला छ अब खै कुन खोला हो थाहा छैन। ढलमती धेरै अग्लोमा छ है। यो चाहिँ कीर्तिपुर हस्पिटल अस्पताल। ल हामी चाहिँ फाइनली यो बाघ भैरव मन्दिर हो। यो बाघ भैरव मन्दिरमा पुगिसकेका छौँ। यता यो चाहिँ यताबाट देखिने यो काठमाडौँको भ्यू सुन्दर दृश्य देख्न सकिन्छ। के सुन्दर भन्नु यो घरै घर रहेको यस्तो छ अवस्था यहाँ सुन्दर भ्यू। हामी चाहिँ यता छौँ। काल भैरव पनि घुमियो है त यसै गरी बाघ भैरव काल भैरव नै बाघ भैरव। यो चाहिँ नेवारी चाहिँ लिपि यस्तो हुँदो रहेछ है। गाह्रो छ। नन्दी यो चाहिँ भत्किया रहेछ यता। यो चाहिँ घरको डिजाइन चाहिँ काठले बनेको छ। ल यता माथि पनि पुगिसकेको छ। यो चाहिँ उमा महेश्वर मन्दिर क्वाचो हो। उमा महेश्वर मन्दिर अग्लो ठाउँमा छ। ल यता पनि पुगिसकेको छ। अगाडिबाट प्लेन ल्यान्डिङ हुनलाई आइरहेको छ। यो चाहिँ यो चाहिँ उमा महेश्वरबाट देखिने दृश्य मनोहर दृश्य हो। यो चाहिँ उमा महेश्वर मन्दिरबाट देखिने दृश्य यहाँबाट। त्यहाँ चाहिँ हाइवे
त्यहाँ चाहिँ यो हो धरहरा। यो चाहिँ बाघ भैरव हो। बाघ भैरव अब चाहिँ हामी यो गुम्बातिर पुगेको छौँ। गुम्बा गौतम बुद्धको यो चाहिँ यो गुम्बा। यो चाहिँ हामी फाइनल्ली यो चोभारको डाँडोमा पुगिसकेका छौँ। यो चोभारको डाँडो हो, खालि केही रहन्छ। यो गुम्बा माथि देखिने दृश्य चाहिँ त्यहाँ मान्छेको कुरा कस्तो फिलिङ भइरहेको छ फेरि? आइएम टायर्ड नाउ। थकित अनि सँगै चकित माथिको डान्स ल फाइनल्ली हामी चाहिँ यो चोभारको डाँडोतिर पुगिसकेका छौँ होइन। हामी अब यो देख्न सकिन्छ यो चोभारको भ्यू। लगभग अहिले यहाँ चोभारको डाँडोतिर आएको छौँ। चोभार यो चाहिँ चोभारको डाँडो है खासमा। अनि माथि चाहिँ त्यो देखिने चाहिँ गुम्बा गरे। यो चाहिँ सुन्दर दृश्य चाहिँ काठमाडौँको हो। यस्तै हो। अब थोरै थोरै अलिकति फोटो खिच्नु पऱ्यो होइन। हामी दुईजना सँगै आएको छौँ। कस्तो फिल भइरहेको छ? ल हेलो गाइज, अब हामी चाहिँ फाइनली यहाँ धरहरा पनि पुगिसकेको छौँ। टिकट लग्यौँ, गाडी पार्किङ गऱ्यौँ, टिकट लग्यौँ। त्यसपछि चाहिँ यहाँ भित्र आइसकेका छौँ। धरहराको भ्यू देखाउने छु म एकैछिनमा। ल है त। ए फाइनली यो हो धरहरा। हाम्रो नेपालको धरहरा भने यही हो है त। काठमाडौँमा रहेको धरहरा। ल फाइनल्ली हामी चाहिँ पुग्यौँ यो धरहरा। देख्न सकिन्छ गाइज, यो चाहिँ पुरानो धरहरा है। यो चाहिँ जीर्ण अवस्थामा भन्दा पनि जीर्ण भइसकेको यो 72 सालको भूकम्पले भत्काइएको धरहरा थियो यो चाहिँ है त। हामी चाहिँ यता छौँ ट्याक्क है त। अब घुम्ने छ आज धरहरा ट्याक्क। अब अरू ठाउँ घुम्न पाइएन, अब समय मसँग कम छ त्यसैले गर्दा। यसै गरी हामी चाहिँ भित्र लाग्यौँ धरहराभित्र। यहाँ चाहिँ लिफ्ट रहेको छ धरहराभित्र चाहिँ। र लिफ्टमा अब लिफ्टबाट माथि जानेछौँ हामीहरू चाहिँ यसरी। देउला ल हामी चाहिँ यसरी लिफ्टभित्र जानेछौँ। यसरी बन्द भयो लिफ्ट चाहिँ। ल फाइनल्ली हामी पुग्यो है। ल धरहरामाथि चाहिँ है। ओहो हावा लाग्ने रहेछ त लास्टै चाहिँ धरहरामाथि। कस्तो फिल भइरहेको छ धरहरामा आएर? एकदम रमाइलो रमाइलो लागिरहेछ नि। सुन्दर दृश्य देखिरहेको छ यता चाहिँ। यो चाहिँ धरहराबाट देखिने काठमाडौँ बजारको सुन्दर दृश्य हो यो चाहिँ। काठमाडौँ सहर सपनाको सहर भन्छ है हाइकिङ। हजुर यो चाहिँ बढी हाइकिङ किन? ल गाइस, यहाँबाट देखिने दृश्य है। यहाँ चाहिँ फुटबल ग्राउन्ड छ। यहाँनिर यो फुटबल ग्राउन्ड हो। यहाँ चाहिँ अब यो के बनिरहेको छ यो हामीले थाहा भयो। अब के बन्ला
यस्तो दामी दृश्य देखिरहेको छ है ल गाइस फाइनली हामीले धरहरा पनि घुम्यौँ निस्किन लाग्यो यस्तो हो घुमघाम अब होइन बाँकी कुरो दोलखामा हुन्छ अब है त यो चाहिँ अब के भन्दैछ है हामी तिर हस्पिटल गएको एउटा नयाँ छ नि यो सेतो बिल्डिङ चाहिँ वीर हस्पिटल रहेको छ है त यहाँनिरको यो त्यो सेतो बिल्डिङ